ल सबैजनालाई नमस्कार। हेर्नुहोस् है त, यो हाम्रो गाउँघरतिर चाहिँ खेतबारीमा धान कोदो चाहिँ खानलाई बाँदरदेखि लिएर जङ्गली जनावरहरूले भनौँ र पशुपन्छीहरूले धेरै दुःख दिन्छन्। र यहाँ बाँदरदेखि लिएर चराचुरुङ्गीले पनि धेरै ल्याएर खाइदिने गर्छन्, क्षति गर्छन्। यो क्षतिलाई न्यूनीकरण गर्नका लागि हाम्रो पुरानो पौराणिक चाहिँ एउटा ऐतिहासिक एउटा कला छ। यो कला म तपाईँहरूलाई देखाइदिन्छु। यहाँ हेर्दाखेरि एउटा त्यहाँ तपाईँहरूले त्यहाँ जस्ताको एउटा पाता जस्तो मात्रै देख्नु भएको छ। म चाहिँ यहाँ भनेको 3 कान्ला माथि छु। 3 कान्ला माथि भनेको हाम्रो घर नजिकै छ। यसलाई अब घरबाटै बजाएपछि यहाँनिर आएका चराचुरुङ्गी बाँदर सबै भाग्छन्। ल हेर्नुहोस् है, त्यो कसरी बज्दो रहेछ र यसको आवाज कस्तो हुन्छ र चराचुरुङ्गी आयो भने कसरी भाग्छन् हेर्नुहोस् है त। ल कम्ता दामी जुगाड हो त यो। ए ल यस्तो गऱ्यो, टक्क जस्ताको पाता तल एउटा काठ ठोकेर राख्दियो एउटा टुप्पामा, अनि अर्को टुप्पामा यसरी डोरी तानेर घरमा ल्याएर राख्दियो। टक्क डोरी यसरी राखेको छ घरमा ल्याएर यसरी होइन। टक्क यो डोरी तन्कायो भने त्यहाँनिर चाहिँ त्यो जस्ताको पाता हल्लिन्छ र त्यसबाट आवाज उत्पन्न हुन्छ। त्यसपछि चराहरू चाहिँ भागाभाग पर्छन्। यो जुगाड कम्ता राम्रो छ त। तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्छ भन्नु होला। तपाईँहरूकोतिर कस्तो प्रकृतिको पाइन्छ? हाम्रोतिर चाहिँ अब एकदम घरेलु आफ्नै घरबाट आफ्नै आइडियाले थोत्रा सामानहरू जोडेर पनि यस्तो एउटा आवाज उत्पन्न गर्ने साधन प्रयोग गरेर चरा भगाइन्छ।